हेलो गाइज, आज चाहिँ हामीले मुकबाङ गर्न लागेको। हाम्रो कुन चाउचाउ रे? 2 PM र करेन्ट मिक्स्ड छ। होइन पिरो र मम चाउचाउ 20 रुपियाँ वाला। अनि त्यसपछि चटपटे घरमै बनाएको चाहिँ हामीले चाहिँ आज कतिवटा, यो चाहिँ 10 वटा चाउचाउ हो। अनि चटपटे ल अब हामी खान्छौँ। झर्ना छैन। यो धेरै खाएर होला, लास्टमा त नमिठो न नमिठो हुँदै सुरुमा त यस्तो मिठो थियो नि। चाउचाउ पनि चटपटे पनि, अहिले त धेरै नमिठो भयो। उसलाई त पिरो भएर 10 मिनट हुनै पर्दैन। हामी यति 9 मिनेट भइसक्यो। ल तिमीहरू सबैजनाहरू कस्तो भयो त आजको मिठो मिठो पनि भयो, पिरो पनि भयो, अघाए पनि गाइस। अब यहीँ हामी समाप्त गर्न गइरहेको छौँ। तँलाई कस्तो भयो? तिमीलाई कस्तो भयो? हजुरलाई सरी। उसलाई त धेरै मिठो भएछ, ऊ शब्दमा बयान नै गर्नु सकेन। तिमीलाई कस्तो भयो? नमिठो कसरी अगाए? पिरो भएर होला होइन? मुकबाङ भेट्दै चाहिँ यही सकिन्छ। बाई, हामी अर्को मुकबाङमा भेट्दैछौँ।